जमाना कहाँदेखि कहाँ पुग्यो साथी नै साथीहरूले यहाँ हेर्नु न यो पोस्ता दाना कि माछामा हाल्ने पोस्ता चाहिँ मैले 10 रुपियाँको ले त भनेको थिएँ हिजो अस्तिसम्म 10 रुपियाँ पाउँदै थिएँ होइन 20 रुपियाँ भएछ यो सानो प्याकेट होइन सानो प्याकेटको भित्र चाहिँ नि यहाँ हेर्नुहोस् न यहाँ ठुलो प्याकेट रहेछ फेरि स्क्याम गरेको स्क्याम ठुलो प्याकेट रहेछ होइन यो ठुलो प्याकेटमा हालेर चाहिँ यो चाहिँ 20 रुपियाँ अरे हो यस्तो गरेको यहाँ भित्र हालिरहेको यो 10 रुपियाँ यो 10 रुपियाँ गरेको यहाँ हेर्नुहोस् त प्याकेट एक्स्ट्रा प्याकेटको जोडेको होला सायद हो यो चाहिँ भित्र थियो एक्स्ट्रा प्याकेटको जोडेको होला अब दुईवटा रहेछ नि त एउटै प्याकेट चाहिँ अर्को भित्र हुँदाखेरि चाहिँ 20 रुपियाँ अरे 10 रुपियाँको पोस्तालाई चाहिँ 20 रुपियाँ पुगेछ लु पोस्ता यतिको चाहिँ 20 रुपियाँ पुगेछ साथीहरू हेर्नुहोस् त यहाँ मलाई चाहिँ अब हुनु चित्तै बुझेन है यो 10 रुपियाँको पोस्तामा चाहिँ हेर्नु न अब अहिले चाहिँ के हुँदैछ थाहा चाहिँ नि तपाईँहरूलाई कालिम्पोङमा चाहिँ होइन 2 हाट भयो 2 हाट कि 3 हाट भयो सिलगढीबाट चाहिँ सब्जी अब नबेचेको होइन बेच्नु नदिएको आज दुःख अलिअलि कसैले दोकान लगायो सिलगढीको सब्जी टोटल त्यहाँनिर बन्द गरेको छ अहिले होइन के भएर हो बिचमा त्यो थाहा छैन है के झगडा भयो के भयो भनेर भन्दै थियो है र चाहिँ बन्द भएको छ अहिले सिलगढीको टोटल सब्जीहरू चाहिँ कालिम्पोङमा होइन र हाट लाउनु दिएन 2 हाट भइसक्यो त्यही मलाई पनि त्यस्तै लाग्छ क्या साथीहरू यो पनि हेर्नुहोस् त यो साह्रै अत्याचार भयो नि है यति साह्रो चाहिँ नगर्नु है हेर्नु त यहाँनिर है यो यति साह्रो हुन्छ यो है यो 10 रुपियाँको 20 रुपियाँको सामान अब 10 रुपियाँको सामान चाहिँ 20 रुपियाँमा है अलिकति बुझ्नुपर्ने कुराहरू छ र त्यो एउटा सानो गल्ती भएको थियो होला होइन त्यो सानो गल्तीले कति ठुलो भोग्नु पर्यो है अब व्यापार गरी खानेलाई कति साह्रो छ है तर व्यापारीले पनि बुझ्नुपर्छ यो यस्तो अत्याचार गर्नु हुँदैन है बिजनेस सबैले गरेर खानु पाएको छ गरिरहेको छ गरी खाइरहेको छ है बिजनेसबाट कतिले आफ्नो जीवन धान्न गरिरहेको छ घर चलाइरहेको छ नानी बालबच्चा पढाइरहेछ हामी पनि त्यही बिजनेस गरेर खाँदैछौँ होइन तर यति साह्रो अत्याचार गर्नु हुँदैन आज सानो गल्ती भएको थियो होला सायद है सानो गल्तीले कति ठुलो भोग्नु परिरहेको छ है त्यो सोच्नुपर्छ है हामी व्यापारीहरूले पनि